सबै जम्मा गरेर 1,06,357 रुपैयाँ सहयोग रकम प्राप्त भएको छ। यो रकम उक्त निज व्यक्तिको खातामा उहाँहरूले हालिसक्नु भएको छ। यहाँहरू सम्पूर्ण मनकारी व्यक्तिहरूलाई म हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु र सकेसम्म हाम्रो प्रशान्त भाइको अपरेसन सक्सेस हुन सकोस् र कसले कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, जसले जहाँबाट हेर्दै हुनुहुन्छ, जुन प्लेटफर्मबाट हेर्दै हुनुहुन्छ, यसलाई सक्दो सेयर गर्नुहोला ताकि अझ पनि मनकारी व्यक्तिहरूको समक्ष यो भिडियो पुर्याउनु छ र हाम्रो प्रशान्त भाइको लागि आर्थिक जुटाउनु छ। सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम मेरो नमस्कार। मेरो नाम अशोक घरती मगर। आशाको बाटो च्यानल हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकबिनहरूलाई हृदयदेखि नै हार्दिक स्वागत गर्न चाहन्छु। अनि आजको भिडियो विशेष गरेर सहयोग सङ्कलन विवरण प्रशान्त बचाउ अभियानको यो भिडियो लिएर आइसकेको छु। यो अभियानमा जसले जुन ठाउँबाट साथ र सपोर्ट गर्नुभएको छ उहाँहरूलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। उहाँहरूको विवरण म प्रस्तुत गर्न गइरहेको छु। दिलु मगर रुकुम पूर्व मैकोटबाट रु 1000, सबिना बुढा मगर घोराइदाङबाट रु 500, गोपे नाम रुकुम पूर्व पुठा 5बाट 1500, रमित रामजाली रुकुम पूर्व पुठा 4 रु 1005, बालाराम पुन घोराइदाङ रु 1500, विजय पुन मगर रुकुम पूर्व पुठा 5 रु 5000, सरिता खड्का घोराइदाङ रु 1100, नरेश बुढा मगर रोल्पाबाट रु 500, गोपे नाम रु 1000, करण रोका रोल्पाबाट रु 5616, भीमबहादुर बुढा थुकी रोल्पाबाट रु 550, खिमादाङ्गी दाङबाट रु 2000, सबिपुन मगर रोल्पाबाट 777, कृष्णजङ छेत्री 2500, सुजन मगर रु 1000, जमुना मगर रु 2000, लाल सिंह रु 5000, प्रकाश घरती मगर रुकुम पूर्व पुठा 5बाट रु 20107, जुनु मगर रु 2205, नाम नखुलेको घोपे नाम रु 1000, अमृत सिरपाली रुकुम पूर्व पुठा 5 रु 1000, कर्णबहादुर रोका मगर रोल्पाबाट रु 8500, सिर्जन दिसी रोल्पाबाट रु 1005, सिर्जना पाखरिन सिन्धुपाल्चोकबाट रु 5000, गोपे नाम रोल्पाबाट रु 5000, आशा च्याम्लिङ राई धरानबाट रु 4000, लोककुमारी ओली रोल्पाबाट रु 1515, जिमा बस्याल दाङबाट रु 50, सुशीला नेपाली डाङबाट रु 70, विष्णु नेपाली डाङबाट 1215, आजबहादुर जिएम घोराइडाङबाट रु 100, किङ स्टार होटेल घोराइदाङबाट रु 150, दिपिन मगर रोल्पाबाट रु 2000, रचना रोका मगर रोल्पाबाट रु 2000, रणबहादुर घरती मगर रोल्पाबाट रु 3000, गणेश मगर रोल्पाबाट रु 5182, नाम गोप्पे रुकुम पूर्व चुनबाङबाट रु 5190, सुशील दारी रुकुम पश्चिम रु 1515, नवीन घरती मगर रोल्पाबाट रु 5005, चित्रा सितिमहर माइत रुकुम पूर्व घर मकवानपुरबाट रु 1500, सानु राईबाट रु 2000, सबै जम्मा गरेर 1,06,357 रुपैयाँ सहयोग रकम प्राप्त भएको छ। यो रकम उक्त निज व्यक्तिको खातामा उहाँहरूले हालिसक्नु भएको छ। यहाँहरू सम्पूर्णलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। जसले यो प्रशान्त बचाउ अभियानमा हातेमालो गरेर साथ सपोर्ट गर्नुभएको छ। यहाँहरू सम्पूर्ण मनकारी व्यक्तिहरूलाई म हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु।
र सकेसम्म हाम्रो प्रशान्त भाइको अपरेसन सक्सेस हुन सकोस्। उहाँको त्यो सर्जरी गरेको अपरेसन गर्नुपर्ने बाँकी छ, त्यहीको लागि हामी यो आर्थिक सङ्कलन गरिरहेका छौँ। त्यसमा हातेमालो गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई म धन्यवाद भन्न चाहन्छु। र कसले कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, जसले जहाँबाट हेर्दै हुनुहुन्छ, जुन प्लेटफर्मबाट हेर्दै हुनुहुन्छ, यसलाई सक्दो सेयर गर्नुहोला, ताकि अझ पनि मनकारी व्यक्तिहरूको समक्ष यो भिडियो पुर्याउनु छ र हाम्रो प्रशान्त भाइको लागि आर्थिक जुटाउनु छ। सबैजनालाई धन्यवाद। र देश प्रदेशमा अनि स्वदेशमा बस्नुहुने सम्पूर्ण मनकारी व्यक्तिहरूलाई यहाँहरूको घर परिवारमा, स्वास्थ्यमा र कमाइ कजाइमा धेरै आशिष मिलोस्। यहाँहरूको पल शुभ रहोस्। बाँकी अर्को भिडियोमा भेट्ने बाचासहित आजलाई म तपाईँहरूबाट म बिदा हुन चाहन्छु। धन्यवाद।